यो टिम 444 को टिमले पनि यस्तो अर्गानिक भिडियो बनाएको साथी हो एकदम अर्गानिक क्या ताता चला पायो मास्टरले चंगे क्यों भन्छ तिमी त अब एउटा त्यो कुकुर जस्तो देखिने जलालाई मार्यो भन्दैमा तिमीले ए चंगे ए चंगे केटा यो नाम होइन तेरा डायलॉग एकदम अर्गानिक छ एकदम क्या टोबेन्द्र समाजमा जस्तो बोलिन्छ नि त्यस्तै खाले क्या त्यो फिल्म शैलीको पनि खड्का बहादुर वास्तविक क्या हजुर आमाको नाम म चाहिँ टिम 444 को चाहिँ पहिलादेखि नै भिडियोहरू हेर्छु पहिला नर्मल लाग्थ्यो अलिक बिचमा गएको अलिक 2024 देखि चाहिँ एकदम राम्रो सुहरू पनि बनाउँदै गयो तिमीलाई बोला कुरो चाहिँ मामा भन्छ गएर ऱ्याबिसको ओ बाजे ए जगे चङ्गे भन्छ कता तिम्रो दुईजना जस्ता बोला कुरले टोकेन ऱ्याबिसको फेरि आउँछ जगे बोला मलाई टोक्यो तँलाई टोकेको थियो यसैले त आज हामीलाई यो हालतमा पुर्याइस् हामीलाई थाहा भइसकेको छ कि हामी दुई बहिनी दाजुभाइ हो भनेर वाला खामी अघि खाम जोरा खामी तर जे जस्तो हो भने यो केटाहरूले भिडियो चाहिँ एकदम दामी बनाउँछ साथी एकदम अर्गानिक टाइपको भिडियोहरू बनाउँछ नि तिमीहरू दुईटैलाई ऱ्याबिस भइसकेको छ र तिमीहरूलाई बोला कुकुरले टोकेको भनेर तिमीहरूलाई पानीदेखि डर किन लाग्दैन जङ्गे हामीलाई पानीदेखि मृत्युदेखि पनि डर लाग्दैन भन हाम्रो बाउआमा कता छन् भन 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 तिमीहरूलाई तिमीहरूकी आमा अर्थात् मेरी बहिनी चाहियो तेरी आमालाई त मैले भर्खरै ताना उठिकन ढुङ्गाले आँखी भुमा हालेर मारे तेरो बाबा मेरो खल्तीमा छ खल्तीमा बुझिस् कि नै मलाई केही टेन्सन छैन किन भन्दाखेरि सारा सम्पत्ति मेरो नाउँमा छ र यो पनि थाहा छ कि मलाई तिमीहरूले मेरो यो झाटको बाल पनि हल्लाउन सक्दैन समात्दैनलाई दादा 3 मिनेट 400 हजार बस्नु हामी थोडा हतियार ल्याएर आउँछौँ केटाहरूको जे जस्तो हो भने एकदम फन्नी छ कि छिटो घोडा